पुग्नुहुन्छ नि अब कालेबेल बस्नु के अड्की अङ्कल लामो छ भने चाहिँ त्यहाँ पुग्ने यहाँ दाइ त्यहाँदेखि खुट्टा लामो छ भने त यहाँसम्म दिने कसलाई चाहिने हो ओहो त्यहाँदेखि कोही आउँछ मास्क किन्न दाइको त लामो भएर पो हात हुन्छ खुट्टा हेर हामी अहिले इटरी चोकमा एकछिन आउँदै एक हात लिएर भाडा ल्याऊ भाडा हो बहिनी मम्मीको काखमा बसेर त भाडा लाग्छ त्यो बाउ भइसक्यो अब के भयो बस्नु मिलेर बस्नु कुर्सा बुहारीको मिलेर बस्नु न खाने हुन्छ क्या बाटोमा चारालीमा खाने करिब 3.5 घण्टाको यात्रा पछाडि हामी बिर्ता मोडमा खाजा खानको लागि रोकियो बफमा छ बफमा छुट्टी छ भेज फ्राइड राइस हुन्छ थुक्पा तपाईँहरू पोर्क थुक्पा होइन चारवटा पोर्क थुक्पा पनि यसरी नै गर्नुपर्छ ल भोलि यसरी बिर्तामोडबाट कन्यामुक्ति श्रीअन्तु पुग्न हामीलाई करिब 3.5 घण्टा नै लाग्यो त्यहाँ पुग्दा यति चिसो बढिसकेको थियो कि यति चिसो बढिसकेको थियो लगभग हामी सबैजना खट्याङ्ग्रिएका थियौँ तर जति चिसो भए पनि त्यहाँ पुगेको त्यो माहौल त्यहाँको दृश्य त्यहाँको म्युजिकले हाम्रो टोललाई यति साह्रो तताएको थियो कि all of them were excited. Hi, namaste. Come, ita. Spy. Mati. Spy. कस्तो लाग्यो त नि आजको एकदम बवाल फर्स्ट टाइम आएको होइन म त जाडो पनि भइरहेको छु त्यही भएर पावर ड्रिङ्क एक्सपिरियन्स एकदम रमाइलो भइरहेको छ सबै साथीभाइसँग रमाइलो गर्न पाइयो होइन सबैलाई भेट भयो सबैसँग अब अर्को साल भनेको के हुन्छ को कहाँ पुग्ला होइन के होला यो एउटा जस्ट एज अ मेमोरी भनौँ न अब यहाँ हाम्रो लागि मेमोरी भयो भनौँ होइन
सबै साथमा छ। एकदम राम्रो छ जे होस् कन्याम बब्बाल होइन त्यो चिया बगान चाहिँ एकदमै खतरा देखिन्छ जस मेरो पनि फर्स्ट टाइम एक्सपिरियन्स दामी भयो एक्सपिरियन्स भाइ यहाँ जहिले रमाइलो हो अन्धु भाइ भाइब चाहिँ गुड भाइब क्या त झन् मजा आयो गाडीमा हामी सबैजना रमाइलो गर्दै मेरो कुमारखण्डको फ्रान्सबाट आइस होइन कस्तो लाग्यो त एक्सपिरियन्स रमाइलो लाग्यो धेरै वर्षपछि साथीभाइ दाजुभाइहरूसँग भेटेर यसरी घुम्नु पाएँ त्यसो खुसी छु भ्याकेसन राम्रै हुन्छ राम्रै हुन्छ आजको हाम्रो एक्सपिरियन्स एकदमै राम्रो भयो हामीले रमाइलो गर्दै आयौँ अनि अहिले नि रमाइलै गर्दैछौँ ठिक छ रमाइलो भयो एकदम दामी भयो हो हजुर ठाउँ कस्तो रहेछ ठाउँ एकदम चिसो दामी होइन राम्रो रमाइलो भइरहेछ बब्बाल नाइस लभली यिनीहरूको सबै दामी दाई हामी धेरै वर्ष पछाडि होइन सबै साथीभाइ होइन एकजुट भएर यहाँ आउँदाखेरि एकदमै खुसी र हर्ष पलाएको छन् मनमै किनभने यसरी साथीभाइ कोही कता थियौँ अहिले यो वर्ष चाहिँ एकदम साथीभाइ सँगै छौँ भाउजूहरू हुनुहुन्छ बहिनीहरू छ होइन आउँदो वर्ष पनि होइन हामी सँगै हौँ कसैमा मनमुटाउ नहोस् हामी यही चाहन्छौँ ल इन्जोय हर खुशी मिली बेखुदी मिली जो मांगा था मैंने पाया तू कहे अगर तू जाने जगह तुझे सोने से आज सजाऊं दिल चाहे करूं बाहों में भरूं तुझे तारों के साथ करूं जाए एक बार जो जाए जवानी तेरे नाम घरपर हालिदिनु सबै चिकन सबै हालिदिनु कति आउँछ जति चिसो रात छिप्पिँदै जाँदै थियो माहौल भने त्यति नै तात्तिँदै जाँदै थियो सबैजना आफ्नै नसामा झुमिरहेका थिए हामी भने एकछिन गाउनतिर लाग्यौँ र भोलिको सूर्योदय हेर्ने योजनासहित हामी आफ्नो बिस्तारमा लाग्यौँ होटलबाट भ्यू पोइन्टसम्म पुग्न हामीलाई बिस्तारै हिँड्दा पनि 30 मिनट जति लाग्यो जस त्यहाँ पुगेपछि जुन त्यो सनराइज देख्यो नि त्यो चाहिँ एकदम बबालै थियो जस आफ्नै आँखाले हेर्नुको मजै छुट्टै रहेछ एकदम दामी हो सूर्य खतरा देखियो है सूर्य बब्बाल मिस हुन चाहिँ रिग्रेट फिल गर्छ है साँच्चै त्यसो त कञ्चनजङ्घा नै होला के भन्नु छ एकदम दामी भयो सनराइज पनि हेरियो घुम्दै आउँदा फोटो नेचरको चाहिँ फिल लिन सक्नुपर्छ है त्यति हो
भ्लगमा आउने भयो दिदी तपाईँभन्दा पिरो खाले चटरे बनाइदिनुहोस् त्यो खाऊ न के त्यसो खाऊ न पक त्यो पनि कम हो ओए साहिल ल बादलमा आना आना हाम्रो यो चिया बगान इलामको चिया बगान दामी छैन बगान दामी 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 हो लभली लभली हेप्पी दाइ अन्तु भाइ भन्नु हामी लभली दिन्छौँ अन्तु भाइ लभली